हाम्रो एनटिभिएका एकदम जुझारु साथीहरू नेपाल चाइना बोर्डरमा आएर ल हेर्नुहोस् जङ्गे पिलर 24 नम्बरमा फोटो खिचाइराख्नु भएको छ। यतातिरबाट ल हेर्नुहोस् चाइना भाषामा लेखेको छ यो चाइनिज बोर्डर टेरिटरी हो। अनि कस्टम यतापट्टि रहेछ। सँगसँगै देख्न सकिन्छ BYD का कार्सहरू। BYD को ट्राइपोर्ट चाहिँ यही नेपाल साइडमा बाहिर बनाइएको रहेछ। सबैले फोटोग्राफी लिएर आफ्नो मोमेन्टहरूलाई क्याच गरेर यादगार बनाउन खोज्दै हुनुहुन्छ। अब फेरि यो यस ठाउँमा आइन्छ कि आइन्न भन्ने भएर नै होला हैन, फेरि यो ठाउँमा आइन्छ कि आइन्न भनेर हो तपाईँ यहाँ फोटो खिच्नु भएको। हजुर अलिकति एल्टिट्युड सिकनेस जस्तो पनि थोरै थोरै हैन, हातहरू झमझमाउने, अलिकति सास अलि गाह्रो गाह्रो है। ल लगभग हामी 4500 मिटरको हाइटमा छौँ। 4500 मिटरको हाइटमा यो नर्मल्ली हुनु स्वाभाविकै हो, त्यसमा डराउनु पर्ने अवस्था चाहिँ देखिँदैन है त। ल सबैलाई स्पेसली एनटिभिएलाई धन्यवाद हामीलाई यहाँसम्म ल्याइदिनु भएकोमा। अब अध्यक्षज्यूको फिडब्याक के छ यसो जानौँ हामी पनि। एकदमै राम्रो छ। पोखराबाट हिँडेको हजुर आज चाहिँ हामी चाहिँ हिजो उत्रनाथ हुँदै हजुर साङ हुँदै हजुर आज गमनथाङमा अवलोकन गरेर चाइना बोर्डर आएका छौँ, हजुर आएका छौँ। हजुर हामी यहाँ चाहिँ हाम्रो देशको सिमानाको आएका छौँ। जी र यसले चाहिँ तपाईँलाई कस्तो लाग्यो? जस्तो कि उतातिर यस्तो ठुल्ठुलो संरचनाहरू बनाएको छ, हाम्रोतिर केही छैन। ल हेर्नुहोस् टेन्ट लगाएर बस्नु परेको छ, न त यहाँ सिक्युरिटी प्रेजेन्ट नै छ। यसको लागि सरकारले के भन्न चाहनुहुन्छ? सुझाव चाहिँ हिजोको सरकारले के गरेन भन्दा पनि हजुर अब अहिलेको चाहिँ जुन थाई सरकार आएको छ हजुर यस सरकारले अब हाम्रो यो संरचनाहरूलाई जस्तो पारी छ त्यस्तै नसकेका पनि कमसेकम हाम्रा डाँडा भ्यू टावरहरू बनाउनु भन्दा उडामा गाउँमा भ्यू टावर डाँडामा बनाउनु भन्दा यस्तो हाम्रा सीमा नाकाहरूमा हाम्रा चाहिँ भौतिक संरचना चाहिँ भन्सारहरू इमिग्रेसनहरू बनाएर आफ्नो देशको चाहिँ जुन शक्ति छ आफ्नो व्यवस्थापन छ भन्सारहरूमा त्यसलाई अलिक मजबुत बनाउँदा राम्रो हुन्थ्यो भने सुझाव दिन चाहन्छु। धन्यवाद। सुन्नुभयो हाम्रो एनटिभिएका अध्यक्षज्यूले राम्रो फिडब्याक राम्रो सजेसन दिनुभएको छ। यसको लागि हामी सबैको कुरा पनि त्यही हो, सरकारले सुनवाई गरोस्। यस्ता बोर्डरहरूमा नेपाल राज्य छ, नेपालको पनि प्रेजेन्ट छ भनेर हामीले पनि यसरी घुम्न आउँदाखेरि यसको महत्त्व कतिको छ, यसको महत्त्व जान कतिको छ, हाम्रो देशको पनि हालत त्यति दयनीय छैन है भन्ने हामीलाई त्यो आभास होस् यही भन्न चाहन्छु म नेपाल सरकारलाई। यहाँ भइराखेका यी BYD का गाडीहरू यति आयात गर्नको लागि मात्रै पोर्ट नहोस्। यहाँ पोर्ट खोइ, कस्टम खोइ, तपाईँहरूको सिस्टम खोइ, कोही छैन यहाँ, पुलिस प्रशासन केही छैन नेपालको तर्फबाट। ल हेर्नुहोस्, धन्यवाद।